गोर्साई मर्हबास नमस्ते सबैजनालाई। गएको साल जसले रियाजको बेलामा सैयदीजीले भन्नुभयो सरकारसँग सरकार बाहेक सरकारबाट अरू केही माग्यो भने दुःखद हुनेछ र हालको बङ्गलादेशको यात्रामा पनि उहाँले यो कुरामा जोड दिनुभयो सरकारसँग सरकारलाई नै माग। सिर्फ एक करनी है दुआ, वो क्या है? मुझको गौहर चाहिए, 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 मुझको गौहर चाहिए। कुनै पनि मानिस आध्यात्मिक रूपमा जति अघि बढे पनि उसलाई सधैँ आफ्नो मुर्शिद यानि स्पिरिचुअल गाइडको आवश्यकता पर्दछ। सरकार गोर्साईले हामीलाई सधैँ आफ्नो दैविक कृपाको आवश्यकतामा राख्नुहोला, आमिन। सैयदीजीले हामीलाई एउटा गहिरो शिक्षा दिनुभएको छ कि सरकार गोर्साईको नाम पुरै संसारभरि नै गुज्नै पर्छ। अब समय आएको छ कि हामीले आफूलाई पूर्ण रूपमा सरकारलाई समर्पित गर्यौं, पूर्ण रूपमा सरकारकै नै बनौं। नमस्ते गोर्साई मर्हबा सरकारजी, यो हाम्रो मिसन हो। यो मिसनको सच्चा सेवा गर्ने एकमात्र मार्ग हो। सैयदी युनिस अल गोहरको धन्य व्यक्तित्व जो धेरै वर्षदेखि अलारा टिभीमा निरन्तर प्रकट हुँदै सरकारको इक्स मोहब्बत र पहिचानको सन्देश समग्र विश्वभरि फैलाइरहनु भएको छ। सरकारले भन्नुभएको थियो, यदि म सुट लगाएर फ्रेन्च कट दाढीमा तपाईहरूको अगाडि आए भने के तपाईहरू मलाई चिन्न सक्नुहुन्छ भनेर भन्नुभएको थियो। र म युनिसबाट छुट्टै छैनौँ र म युनिसलाई मात्र भेट्नेछु अब र युनिस नै मेरो तर्फबाट संसारलाई भेट्नेछन् भनेर भन्नुभएको थियो। गोर्साई मर्हबा, अस्सलामु अलैकुम। यति धेरै धन्य र दिव्य निर्देशन पाउँदै पनि किन हामी अझै चिन्न सकिरहेका छैनौँ? सरकार हरेक जसनी रियाजमा व्यक्तिगत रूपमा हामीसँग उपस्थित नै हुनुहुन्छ। अब स्पष्ट भइरहेको छ कि मार्गदर्शन र रुहानी रोशनाईको मार्ग सैयदी युनुस अल गोहरको धन्य अस्तित्वबाट नै गुज्रिन्छ। गोर्साई मर्हबा, अस्सलामु अलैकुम। सैयदी युनुस अल गोहरको उपस्थिति नै यो